Balin Shah. Balin Shah. Balendra Shah. Shalendra Shah, an engineer, a rapper, and the city's mayor, has become the unexpected symbol of hope. ढुङ्गा बन्छ देउता पनि विश्वास हो त्यो उठेपछि दिल्लीतिर गर्दैछन् रे सिङ्गो देश नै लुटेपछि We need consciousness in the public so that we can talk about, we can think about what's going around in our country. मेरो अनुहार गोलबेडाको हेर्दै खिच्न मन लाग्छ त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ 2-4 दिन पछि कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ नेपालको हिस्ट्रीमा आज जस्तो तैले जस्तो रिबटल कसैले खाएको थिएन हिस्ट्री भनेको फेरिने चिज हो भाइ बाले नहिलेसम्म आएको थियो काठमाडौँ महानगरपालिकाको मेयरमा उहाँले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसके पछाडि बालनजी तपाईँ जस्तै अघिल्लो निर्वाचनमा किशोर थापाजी इन्जिनियर ब्याकग्राउन्डको हुनुहुन्थ्यो नेपालको सरकारी सेवाको अनुभवी मान्छे हुनुहुन्थ्यो उहाँले पनि यस्ता राम्रो योजनाहरू सेयर गर्नुभयो म हिसाब गरेर आएको छु तपाईँले भने जस्तो म मतदाताको हिसाब गरेर आएको यी परम्परागत राजनीतिक दलहरूले जनतालाई झुक्क्याएको देखेको छु ठ्याक्कै तपाईँले पनि क्यालकुलेटर बोकेर हिँड्नु भएको छ म ठ्याक्कै 90,835 मत ल्याउँछु भनेर तपाईँले लेखेरै हिँड्नु भएको छ अघिल्लो पटक किशोरजीले जम्मा ल्याउनु भयो 18,469 विद्या सुन्दर साक्यजीले 64,913 मत ल्याएर जित्नुभयो यो पोलिटिक्स त बडो विचित्र छ फेरि कुन आधारले म जित्छु म मेयर हुन्छु भनेर सोच्दै हुनुहुन्छ जस्तै एउटा कलाकारले एडभोकेसी गर्छ भन्नुहुन्छ नि उहाँले अघि भन्नुभयो नि कलाकारिताले मान्छेको सोचाइमा परिवर्तन ल्याउन सक्छ म कलाकार हुँ हैन उहाँले चाहिँ युवाहरू चाहिँ डर्टी पोलिटिक्समा आउनुपर्छ युवाले नै यो फोहोर खेल मैदानमा आएर सफा गर्नुपर्छ म युवा हुँ हैन उहाँले चाहिँ भन्नुहुन्छ म लिगेसीको आधारमा म जातको आधारमा इन्जिनियर हुँ म कन्स्ट्रक्सन गर्न सक्छु म पढे लेखेको स्ट्रक्चरल इन्जिनियर हो भनेपछि उहाँहरू तीनटालाई एकै ठाउँमा राखेर कसैलाई मतदान गर्नु छ भने त म एक्लैलाई गर्दा भयो नि तपाईसँग जिस्टमा आउन चाहन्छु तपाईले म 90,000 कति भोट ल्याएर जित्छु भन्नुभएको छ भोटै काउन्ट गरेर भन्नुभएको छ त्यो अलि गफ जस्तो सुनिन्छ तपाईले म लगभग 90,000 समथिङ भन्नुभयो भने यति 90,000 यति 100 यति भनिरहँदाखेरि तपाईलाई माथि मान्छेले यत्रो आशा तपाईको झोलामा 10 वटा सुन्तला छ भने तपाईले लगभग 10 वटा सुन्तला भन्नुहुन्छ कि 10 वटा नै भन्नुहुन्छ लगभग 10 वटा सुन्तला भन्नुहुन्छ कि 10 वटा नै भन्नुहुन्छ मेरो खराब पानी छ मेरो खराब जस्तो तपाईले 90,000 प्लस भोट लिन्छु भन्नुभएको थियो सुरुमा अहिले त तपाईको चर्चा व्यापक छ यो हिसाबले त तपाईले त अलि मत त 1 लाख भन्दा बढी नै अथवा 2 लाख तिरै पुर्याउनु भयो कि के छ त्यही 90,000 हैन 2 लाख यस्तो 3,200,000 मध्ये झर्छ कति भन्ने कुरा हाम्रो अपेक्षा चाहिँ 2,40,000 भन्दा माथि भोट झर्छ कि जस्तो लाग्छ कति झर्छ त्यो पछि हेरौँ तपाईको पक्षमा कति तपाईको आशंकामा तपाईले जो पहिला यति ल्याउँछु भन्नुभएको थियो नि त्यसमा बढ्ला जस्तो लाग्यो घट्ला जस्तो त्यसमा बढ्न सक्छ घट्नै त चान्सै छैन बालनजी तपाईसँग सोध्न चाहन्छु म पैसाले कतिको बिगारिरहेको छ र कतिको चाहिँ सपारिरहेको छ जस्तो लाग्छ त हाम्रो देशलाई पैसाले चाहिँ बिगारेको छैन हैन किनभने पैसातिर मान्छे लागेर चाहिँ बिग्रेको हो नि त त्यो र्यापरहरुको चाहिँ हैन आई हेभ सीन दिस बडी ल्याङ्ग्वेज के छ हजुर ल यो हुन्छ नि यस्तो लाग्छ कि उहाँहरु केही मतलब तरकारी काटिरहनु भएको छ कि हातमा केही दियो भने उहाँहरुको तरकारी नै काटिने टक्क लाएर हुन्छ नि जस्तो मतलब लौका लामो राखेको छुरा दिनु अनेक वर्ष पानी नि पुरै काटिने जस्तो पुरै काटिने सरको एउटा र्याप कुनै गर्नुस् सर प्लिज कुनै सरको आफ्नै या कविता हुँ म आत्मा थप्ने तिमी भावना हुँ रमिता हुन्थे गरे ल्याउने तिमी साधना होला एउटा लौका गयो यो सोचेको थिएन अबदेखि कहिले काहीँ यसो तरकारी काट्नु पर्यो भने चाहिँ तपाईँको चिज ट्राई गर्नु दुईतिर चक्कु राखेर बोले जस्तो कुरा कहाँ हुन्छ गाह्रो छैन गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त गाह्रो छ आज के उठ्नु आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो गाह्रो छ भने त भएन स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि स्थानीय सरकार हो नि त स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन त्यो त सरकार हो त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त अत्यन्तै तुच्छ नि सर अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ हजुर सोध्नु तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ त्यसरी नै देखाउँछु
ज्योतिषी हेरेर आउनुभयो भन्ने कुरा पनि छ। होइन, म आफै पनि एस्ट्रोलोजी हेर्छु। मैले जस्तै इन्जिनियरिङ सँगसँगै एस्ट्रोलोजी पनि पढेको हो। त्यसको पनि केही आधारहरू हुन्छन्, वास्तुशास्त्र पनि हुन्छ। सबै कुराहरूलाई सोचेर गर्छु म काम। तपाईँले ज्योतिषी शैलीबाट पनि अलिकति अपनाउनुहुन्छ, विश्वास गर्नुहुन्छ? हजुर, विश्वास होइन, त्यो भएको चिजलाई विश्वास गर्ने नगर्ने भन्ने कुरै छैन। त्यो फिजिक्स हो, त्यो साइन्स हो। होइन, बेलुका सुत्दा चाहिँ लाएरै सुत्छु होइन, किनभने सपना धेरै देखिन्छ क्या। चस्मा लगायो भने चाहिँ सपना पनि आउन अनि मजाले आनन्दले सुत्छ। चस्मा खोलेर आँखाको भावलाई कसरी बुझ्ने त? अब नबुझ्ने होइन, गाह्रो भन्ने सजिलो भन्ने होइन। हामीले चाहिँ हाम्रो कुरा चाहिँ के हो भन्दाखेरि राजनीति होइन नि त। हाम्रो कुरा त विकाससँग जोडिएको छ नि त। मेयरको पोजिसनमा एकजना व्यक्ति गएर त्यसले राजनीति गर्ने होइन नि त। राजनीतिमा रुचि हुँदैन, ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु, कोही टाढा बस्नु सक्दैन, कोही पनि टाढा बस्नु सक्दैन। राजनीति बुझ्नु पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। बर्खामा पानी पर्दाखेरि त त्यो सोसेर भित्र पानी जाने भयो नि त। जमिनको पानी रिचार्ज हुने भयो। तपाईँको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो, अब त्यो बोरिङको पानी माथि आउँछ, इनारको पानी माथि आउँछ। इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ। सुन्दै गर्नुहोस् न, यहाँ आइसक्यो सफा पानी, सुन्दै तपाईँभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि। यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या। सेक्सको बारेमा गीत गाउनु भएको छ अहिलेसम्म? सेक्सको बारेमै चाहिँ गीत गाएको छैन। अर्को गरे होइन, जनताले पहिले बुझिसकेको रहेछ। यसपटि जित्यो हुन्छ त? प्रतिस्पर्धी छैन, अब जिते जस्तै लागिरहेछ। म बालेन शाह मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। मैले भनिरहेको छु त, मन्त्रालयमा मैले सधैँ ढकढक गर्नुपर्छ कि मन्त्रालय कुन मन्त्रीलाई गराउनुपर्छ कि म गइरहेको छु त। प्रधानमन्त्रीकोमा गए, आएको 4 दिन भयो, प्रधानमन्त्रीकोमा यही कुरा लिएर गएको छु, मन्त्रीकोमा यही कुरा लिएर गएको छु कि नजा भन्नु, कामै नगर भन्नु नि त। ए बाबा, 5 वर्ष भयो छैन, 3 दिन 4 दिन मात्रै भयो क्या। 4 दिन मात्रै भएको छ, 4 दिन मात्रै भयो, 4 दिन, 5 वर्ष भएको छैन, 4 दिन मात्रै भएको छैन। स्वतन्त्र व्यक्ति हो, मलाई कुनै पनि पार्टीको केही पनि लाग्दैन। अघि सोध्नुभयो साटगाट, मैले साटगाट गरिराख्नु पर्दैन है हजुर, है साटगाट गरिराख्नु पर्दैन। मैले महानगरको मेयरको पद पनि लिनु पर्दैन थियो। पत्रिकामा देख्नु नै भयो होला, 70-80 बिघा के आइरहेको थियो। मैले यो जागिर पनि खान पर्दैन थियो। म इन्जिनियर हो, म आफ्नो काम गरेर बस्न सक्छु। म 3.5 लाख महिनाको तलब खाने मान्छे हो। तपाईले यहाँ ल्याब खोल्न पाउनुहुन्न, ठीक छ, नखोल्नुला केही छैन। तर हजुरले मैले जुन एप्रुभल ल्याएको छु पछाडिबाट घुमाउनुहुन्छ, सरकारले मैले फाइन तिरेर एप्रुभल ल्याएको छु। के गर्नु त्यसलाई हो? तपाईले हस्पिटल खोल्ने, ल्याब खोल्ने एप्रुभल मैले व्यवसाय गर्ने भनेर ल्याएको छु नि हजुर। हैन, व्यवसाय गर्ने भनेर एप्रुभल लिनु भएको छैन। तपाईसँग छैन, ल्याउनु नि त। यो फस गया छि। म दिन्छु। कस्तो तपाईको घरको नक्सा मसँग हुनुपर्छ? नगरपालिका के हुन्छ त? तपाईको नक्सा मसँग हुनु, मैले त्यहाँ छापे, यहाँनिर यत्रो नोटिस दिएको छ, अनि के हो यो? 35 दिन भित्र खाली गर भने नोटिस दिएको छैन? तपाईको घरको नक्सा मसँग हुन्छ? अनि मैले खाली गरेँ किन कसरी गरेँ? मैले तपाईको घरको नक्सा मसँग हुन्छ, तपाईसँग हुने मेरो कि डन हो यार, मेरो कि डन हो यार। म्युजिक हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु, पुनर्स्थापना गर्नु, फर्काउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त च्यालेन्ज गर्नुहोस् ल, आजको यो बैठकमा च्यालेन्ज गर्नुहोस्। 22 वटाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन संरक्षण, तपाईँ कानुन रूपमा जानुहोस्, तयार छु।
तपाईँले प्रतिपक्ष भनेर यो सहर बन्दैन तपाईँलाई के च्यालेन्ज दिने ल भन्नु के कुरा के भनिराख्नु भयो म्युजिक उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा मान्छे हिँड्न गाह्रो भयो अब के गर्ने लिखेर आउनु पर्यो नि उहाँले बोल्ने तपाईँहरूले टेबल ठटाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो प्रमुखज्यूले कसरी बुझ्नुभयो मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन केमा पार्किङ मैले सडकमा कुरा गरिरहेको सडकमा पाइँदैन पार्किङ गर्नु सडक विभागको आफ्नै ऐन छ होइन हामी उहाँसँग समन्वय गर्ने सडक विभागको ऐन अनुसार हो त्यो हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ हाम्रो संस्थाले किन काट्दैछ त्यो कानुनी कारबाही गरौँला नि त कानुनी कारबाही ढिला होला त्यहाँ काम पहिले भइरहेछ काम त ठेका लगाएपछि काम भइहाल्छ नि काम त ठेका लगाएपछि काम भइहाल्छ नि मेरो झापा क्षेत्र नम्बर 5 मेरो ठाउँ हो चुनाव लड्ने म फेरि त्यहीँ गएर चुनाव लड्छु तपाईँ आएर जितेर देखाउनु अन्ततः बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन् आए पहले बेरी भाषण दै छी एगो बात कह दै छी आइ सबके आइ पहले बेरी भाषण दै छी कहला कि हमर मेयर के पद राजीनामा भ गेलै हम फुर्सत में छी यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है सबका सब निलो जिस्काउनलाई राखे जस्तो कसलाई जिस्काउनु भएको त्यसरी हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ मेसिन पनि छ म्यान पावर पनि छ खानी पनि छ तर बन्द अब चल्नु पर्यो नेपाली कांग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि देशव्यापी आत्मघाती जो पवित्र थियो म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी
पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु आपके पीछे कौन है? अब की बार